यति रफ भयो झन् कलर हालेर जिन्दगीमा कोही कलर न यता चाहिँ हाम्रो जनता पार्टी अहिले लन्च गरिरहेछ दिदी हेर्नु न सो हामी चाहिँ यहाँ बिहे घरमा आइसकेको छु सो हेलो साथीहरू नमस्ते एन्ड गुड लागेको छ आज चाहिँ म आफ्नो भ्लग चाहिँ के अरे लन्च टाइमबाट स्टार्ट गर्दैछु म चाहिँ हस्पिटल गइरहेको थिएँ अनि अहिले चाहिँ भर्खर लन्च टाइम हाम्रो भएको छ 11:30 चाहिँ बजिरहेछ म चाहिँ रुम गइरहेको छु अनि आज चाहिँ घाम पनि उदाएको रहेछ त्यही भएर हजुरहरूलाई पनि हल्का देखाइदिउँ भने जस्तो लाग्यो सो साथीहरू म चाहिँ रुम जाँदैछु अनि आज चाहिँ टनाटन घाम लागिरहेको छ आज के हो भने साथीहरू आज हाम्रो हस्पिटलको फार्मेसी दाइको चाहिँ बिहे हो त्यही भोज खान जानुपर्ने रहेछ अनि त्यही भएर आज छिटो छिटो लन्च पनि आयौँ साँझतिर आज खानासाना बनाउनु पर्दैन हामीले पनि भोज खानु पाइहाल्छन् अनि हाम्रो पार्टी चाहिँ के अरे उता रहेछ फन पार्क कहाँको फन पार्क भन्नुभयो अनि त्यसमै चाहिँ रिसेप्सन पार्टी हो अनि त्यही जान लाग्यो हामी तर अहिले होइन साँझतिर अहिले चाहिँ रुम जान लाग्यो मेरो रुम चाहिँ आइसक्यो यो नजिकै हो यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ परोला घर हो त्यही घरमा चाहिँ म बस्ने गर्छु सो माथिमा बस्छु नि त म सबभन्दा माथिमा अनि म आफ्नो अनि मलाई यहाँबाट हस्पिटल जानलाई चाहिँ मलाई लगभग धेरै टाइम लाग्दैन मिनिमम चाहिँ मलाई 5 मिनट 3 मिनट यस्तै लाग्छन् कि हस्पिटल जानलाई नजिकै हुन्छ नि त यहाँबाट अनि त्यही भएर मैले यहाँ छेउमै रुम लिएको छु अनि हाम्रो भाडा पनि ठिकको मिलाइदिनु भएको छ घरबाट आन्टीले एउटा किचन रहेछ अनि चाहिँ बेडरुम रहेछ अनि त्यसको हामी दुईजना बसिरहेको छ साथीहरू अनि त्यसको चाहिँ 6,000 लिनु भइरहेछ अनि वाइफाईहरू सबै फ्री छ अनि बिजुली बिल मात्रै तिर्नु परिरहेछ हामीले यहाँ त ठिकै छ रुम पनि अरू सबै राम्रो छ सो म जान्छु यहाँ चाहिँ अब चाबी खोल्नु पर्ने रहेछ सो यहाँ कस्तो चप्पल सब मेरो रुम माथि छ अनि चाहिँ साथीले भात पकाएर गएको थियौँ अब गएर खाने मात्र हो हाम्रो भात त पकाउनु पर्दैन आज पाकिसकेको छ मेरो रुमको चाहिँ बत्ती आज आउनै थियो त्यसपछि म आएर झ्यालहरू खोलेँ सो आज लन्च आएर के गर्ने त अब खाने हो त्यसपछि हल्का रेस्ट गर्ने हो अनि यहाँ चाहिँ मैले चाहिँ लिपस्टिकको कलर लगाएको छु अलिअलि लाइट मारेर छ मेरो लिपस्टिक सो साथीहरू आज चाहिँ त्यति पेसेन्ट पनि थिएन हाम्रोमा टिक्काको पेसेन्ट थियो कि अनि झन् आज त के अरे बुधबार पर्यो बुधबार पनि त्यस्तै हुने हो अनि बुधबार झन् हाम्रो हस्पिटलमा त अलि थोरै पेसेन्ट हुन्छ नि त हाम्रो दुईवटा ब्लक छ नि त ब्लक ए ब्लक बी भनेर अनि हाम्रो चाहिँ फास्ट ट्र्याक होइन हाम्रो जेनरल हो हाम्रोमा चाहिँ बडी पेसेन्ट आउने गर्छन् तर आज चाहिँ सुन्न चाहन्थ्यो किनभने त्यही रमजानको कारणले हो बडी आउने पेसेन्ट भनेको इन्डियाबाट हो त्यही भएर आज खाली नै थियो त्यही भएर म छिटो लन्च पनि आइसकेँ एक घन्टा त लिनु नै पर्छ आफ्नो लन्च टाइम त्यही भएर आएर रेस्ट पनि गरौँ भनेर सोचेको सो आज खै यो महिना किन यति हावा हुरी बतास यति चल्छ बा ज्याकेट लाउनु नै पर्छ ज्याकेट नलगाएपछि त अलिअलि चिसो पनि लाग्छ त घाम उदाएको छ त्यही पनि चिसो लाग्छ सो साथीहरू यति अब हेब्बा चलिरहेछ कि मेरो ढोका आफै बन्द हुन्छ घरि खुल्छ बन्द हुन्छ अनि यहाँ चाहिँ मेरो किचन रुमको हालत यस्तो परिसकेको छ सो अलिकति घाम खानु भनेर आएको यहाँ चाहिँ छतमा दिदीले चाहिँ के हो गुन्द्रुक सुकाउनु भएको रहेछ अनि यहाँ चाहिँ फ्लावरहरू अलिअलि हालिदिनु भएको छ अनि यो फ्लावर चाहिँ मलाई एकदम मनपर्छ कहिलेकाहीँ त घाममा पनि बस्नुपर्छ नि त साथीहरू त्यही भएर म हल्का घाम खान आइसकेँ अब अहिले त भोकै लागेको छैन बिहानै खाएर गएको थिएँ नि म त्यही भएर अब भोक लागेपछि खाने हो आज त तर खतरा हावा चलिरहेछ कि हावा त खतरा चलिरहेछ
के अरे फागुन र चैततिर कति हावा चल्छ। ल्या हेर्नुभयो मेरो ढोका यसरी बोलेको, ल्या मेरो ढोका पनि भागिदिन्छ। ल्या कति जोडले हावा आएको, ढोका त लाउनु नै परेछ। चुकुल लगाएकै थिएन कि मैले, त्यो भएर जोडले हावा चलेर त मेरो ढोका ड्याम ड्याम बोल्छ। आज अलिअलि मेरो पेट पनि दुखिरहेको छ ग्यास्ट्रिकको कारणले आई थिङ्क साथीहरू। मलाई कति दिन भयो आज मिलाएर लगभग 1 हप्ता जति हुन लाग्यो। मेरो साथी घर गएकी थिइन् हो, त्यति बेलादेखि नै मलाई पेट दुखिरहेको थियो, तर अहिलेसम्म सन्चो भएको छैन। पेट दुखेको दुखै छ मेरो। अलिअलि बिचमा 2 दिन ठिक्क भयो, फेरि दुख्न थाल्यो। आज त जति पानी खाए नि ठिकै हुँदैन, के गर्नु। एकपल्ट डक्टर कहाँ नि देखाउनु पर्छ जस्तो लाग्यो, किनभने म बढी पानी खान्थेन नि पहिला, अनि 1 विकदेखि म पानी खान थालेको। पेट दुख्यो नि त्यति बेलादेखि। म कोही बेला टेन्सन पनि भइरहेको छ यार, यति धेरै पेट त नदुख्नु पर्ने रहेछ तर दुख्छ। अब म एक्लै छु अहिले, साथी त ड्युटीमा छ, ओटीमा बस्छ नि त हो मसँग बस्ने साथी। अनि अहिले यहाँ एउटा दिदी बस्नुहुन्छ कि काम, यहाँ घरपट्टिको काम गरिदिने दिदी, उहाँ पनि खोइ आज तलतिर जानुभएको छ लागिरहेछ। अनि राति चाहिँ पाहुना आउनुभएको थियो कि, गेस्ट आउनुभएको थियो घरपट्टि दिदीको, त्यही भएर हाम्रो किचनमै सुत्नु भएको थियो दिदीहरू, काम गर्ने दिदी। अनि गेस्ट त्यो भित्रमा सुत्नु भएको थियो, त्यही भएर यहाँ ओछ्यान चाहिँ आज लागेको छ। अनि साथीहरू मेरो भिडियो हजुरलाई मनपर्छ कि मन पर्दैन थाहा छैन, मलाई पनि ब्लग बनाउनु त आउँदैन, त्यही पनि सुरु गरिरहेको छु, बोल्न कोसिस गरिरहेको छु, हजुरहरूसँग केही सेयर गर्न कोसिस गरिरहेको छु। म सबैजना सपोर्ट गरिदिनु होला, हेरिदिनु होला, अनि धेरै धेरै माया पनि गरिदिनु होला। मैले चाहिँ दाइको बिहेको भिडियो हालेको छु, भर्खरै पोस्ट गरेर छु। किन बिहेमा आफ्नो साउन्ड के बोल्दा नि सुनिँदैन, त्यही भएर मैले बिहेमा त्यति धेरै बोलेको थिएन, अनि त्यही भएर साउन्ड पछिबाट हालेको कि मैले एड गरेको। अनि अर्कै खाले भ्लग आएको छ कि, कस्तो सर्ट भिडियो जस्तो लाग्यो त्यो भ्लग, त्यो पनि सबैजना हेरिदिनु होला होस्। कलर गरेर कस्तो बिग्रियो यार, कस्तो रहर पनि लागेको मलाई यस्तो कपाल कलर गर्न। अहिले बिग्रिएर पस्ताइरहेको छु, के गर्नु त हौ। अब कालो गर्नुपर्छ, अब सटरी आएपछि कति भय लाग्छ आफ्नो कपालको नि। अनि मेरो कपाल पनि कस्तो फ्रिजी फ्रिजी भएको छ नि त साथीहरू, के गर्नु, भगवानले यस्तो पातलो कपाल दियो मलाई। सो म छिटो छिटो ट्रिटमेन्ट गर्छु, किनभने आई हेभ नो टाइम। 1 घन्टाको मात्र ब्रेक हुन्छ, मलाई 2टा पार्टिकल बनाएर गर्नुपर्ने हुन्छ। छिटो छिटो म गर्छु ल। अगाडिमा चाहिँ ऐना राखेको छु नि त म, हेर्नु यसरी गर्छु कि हेरेर, अनि हजुर देखा पनि दिन्छु। हतार हतार गर्नुपर्छ कि मलाई। अनि आज बिहे हुनु, अलिकति भोज खान जानु पर्यो नि, त्यही भएर हतार गरेर धेरै दिन भयो के नगरेको मैले त। अन्त मेरो कपाल यति रफ भयो, झन् कलर हालेर जिन्दगीमा कोही कलर नगर्नु यार, कस्तो ड्यामेज गर्छ नि त कपाललाई। मैले त झन् 2 पल्ट जानी मैले गरेको, मलाई थाहा थियो यस्तै हुन्छ भनेर, त्यही पनि यार मान्छेको रहर कस्तो हुन्छ। मेरो त झन्, म त झन् चुरेली जस्तै लागिरहेको थियो। मेरो साथीहरूले पुरै बिल्ला धानिरहेको थियो, बेकार गराइस। कसैले भन्छ फेरि राम्रो देखिन्छ, सुहाइरहेछ तिम्रो मुखमा, कसैले भन्छ छ्या किन गराएको यस्तो, राम्रै देखेन। टेन्सन हुन्छ हो, के गर्नु। म छिटो छिटो गरिरहेको छु ल। सो मेरो पुरै कपाल भइसक्यो, हतार हतारमा नराम्रैसँग गरेँ अलिकति। अलिकति सुके गरेको छिटो हुन्छ भनेर, किनभने मसँग टाइम छैन। मेरो नेल टुट्यो गाइज, मेरो नेल यति मेहनतले पालेको नेल हो।
मजाले देखाइदिएको थियो नि त यसको स्मेल मलाई यति मनपर्छ धेरै मनपर्छ तर के गर्नु लगाएर पनि त्यस्तै हुन्छ फेरि कपाल आज धोएसी आज राम्रो हुन्छ त्यस्तै लाग्छ मलाई त हल्का फरक मात्र सो मेरो मेकअपको सामानहरू हेर्न सक्नुहुन्छ गाइज कसरी झरिसकेको छ के अरे आधी घन्टा जति बाँकी छ नि त अहिले टाइम त्यही भएर मेरो आँखा पोलिरहेछ कि त्यही भएर मोस्ट लगाएर छु मलाई चाहिँ अलि जुम गरेको भिडियोहरू मनपर्छ नि त अरे निस्किनु पनि हजुरहरूको पनि आँखा धेरै ड्राई हुन्छ भने यो लाउनुस् होला पोल्छ भने यो लाउनुस् होला है आँखालाई मोइस्ट राख्छ एकदम लुब्रिकेटिङ आई ड्रप हो एकछिन म माथि जान्छु छत हेर्नु कति हावा आइरहेछ मेरो कपाल पुरा हावाले यो मन पुरा यो हावा के अरे सुपारीको बोटो हो यो मलाई यहीँ आएर भिडियो बनाउन राम्रो लाग्छ मेरो नेल त साँच्चीकै भाँच्यो हो साथीहरू अनि के अरे कपालले नि नेल भाँचिन्छ मेरो त भाँचिन्छ कस्तो माया लाग्छ मलाई हजुरहरूलाई लाग्दैन हेर्नु त मेरो नेल आँसु पनि आएन मेरो साथीहरू सबैजना मेरो भिडियो हेरिदिनु होला है यता चाहिँ हाम्रो जनता पार्टी अहिले लन्च गरिरहेछ दिदी हेर्नु न हाई गरिदिनु ल अनि यहाँ चाहिँ म कस्तो लाग्यो दिदी दिदी चाहिँ फर्स्टबाट ट्राई गर्नु भएन हाम्रो यहाँ तेलवाला रोटी तपाईँ गरिसक्नु भएको थियो सो हामी खाँदैछौँ यहाँ सिमको अचार र हाम्रो रोटी सो हेलो अन्सा दिदी फर्स्ट टाइम इन कुर्ता अन्सा दिदी चाहिँ फर्स्ट टाइम इन कुर्ता सो उहाँलाई चाहिँ धेरै अनकम्फर्टेबल फिल भइरहेछ अनि चाहिँ हामी भनेको थियौँ नि त अघि हामी आज चाहिँ भोज खान जाने भनेर सो हामी जाँदैछौँ हस्पिटलबाट है दाइको फार्मेसीवाला दाइको बिहे हो उहाँकै रिसेप्सन पार्टीमा चाहिँ गइरहेको छु हामी सो हाम्रो गाडी चाहिँ हस्पिटलैमै रोकिरहेछ साथीहरू हामी त 1-1.5 घन्टादेखि मेकअप गरिरहेको थिएँ डल्लेको डल्लै गरिरहेको थिएँ त्यही पनि यस्तै अनुहार हो जति मेकअप गऱ्यो नि सो हामी चाहिँ यहाँ बिहे गरेर आइसकेको छु अनि अहिले चाहिँ भिडियो जाँदै गइरहेको छु कति हाम्रो साथीहरू पनि छ त्यसपछि हामी जिलेबी पानीपुरी खाइ अब चाहिँ पानीपुरीको लागि हाम्रो ठुलो चाहिँ लाइन लागिरहेको छ यहाँ हेर्न सक्नुहुन्छ सो वेटिङमा छु हामी कतिखेर आउँछ अनि गफ खान्छु त्यसपछि हामी गएँ अर्कोमा सो फाइनली 2 घन्टाको लाइन पछि हाम्रो पालो चाहिँ आयो चाहिँ खानेमा चाहिँ हाम्रो पनिर सब्जी रसभरी मिठाई रोस्ट मासु सबै कुरा थियो सो हामी सबैजना एक कुर्सीमा बसेको छु अनि म चाहिँ यहाँ गफ खाँदैछु यहाँ पनि साउन्ड म्युट गर्नु पर्यो सो गाइज यहाँ आउनु सबैजना खाइहाल्नु होला आउनुहोस् खानालाई मेरो भिडियो सबैजना हेरिदिनु होला फर थ्याङ्क्स आजको लागि यति